सरकारले अहिले पछिल्लो पटक ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भनेर एउटा चर्चा ल्याएको छ। नियम बनाउने भनेर चर्चा आइराखेको छ। प्रहरीले प्रतिवेदन पनि पठाएको छ। म एउटा सरकारलाई अहिले यो हामीले विरोध गरेको होइन, नियम पालना गर्नुपर्छ, कारबाही हुनुपर्छ, त्यसमा हामी सबै तयार छौँ र जनता तयार पनि हुनुपर्छ। नागरिकले आज ट्राफिक नियम उल्लङ्घन गर्दा 1 लाख रुपैयाँसम्म जरिवाना तिर्न सक्छन् भने त्यो तिर्नुपर्छ भन्छु म। तर राज्य चाहिँ जिम्मेवारी हुने कि नहुने, राज्यले चाहिँ जे गरे पनि हुने, त्यो भए हुनाले अहिले यो सरकारलाई म अपिल गर्न के चाहन्छु भने अब हामी अलिकति फरक ढङ्गले जानुपर्छ। के गर्नुपर्छ भने राज्य पनि जिम्मेवारी हुनु पर्यो, सम्बन्धित निकाय पनि जिम्मेवारी हुन पर्यो। नागरिकलाई तपाईँको जरिवाना तिर्याइन्छ भने राज्यले अपराध गरे पनि जरिवाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु। यदि नागरिकले 1 लाख रुपियाँ जरिवाना तिर्छन् भने राज्यले तपाईँको यदि 24 घण्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1 लाख जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने 1 लाख तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा 50,000 तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा 50,000 तिर्ने, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने र तपाईँको यदि कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर सडकको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउनका लागि कानुन मन्त्रीज्यूलाई म